हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि फेरि म तपाईँहरूलाई सदा जस्तै एउटा छुट्टै नयाँ इन्फर्मेसन भिडियो लिएर उपस्थित भएको छु। जो साथीहरू चाहिँ अहिले कोरियन भाषा किप पढ्दै हुनुहुन्छ, किप पढिसकेपछि चाहिँ लास्टमा क्लासहरू सबै सकेपछि चाहिँ हामीले किपको क्लासको फी तिर्नुपर्ने हुन्छ। किपको फी चाहिँ प्रत्येक क्लासको चाहिँ सिपानोन हुन्छ। लगभग 1 घन्टाको चाहिँ छनौन गरेर लगभग हाम्रो 100 घन्टाको क्लास छ भने 100 घन्टाको क्लास छ भने सिपमानोन पर्छ भने जस्तै ओदाङ्गीको 70 घन्टाको क्लास छ छिलमानोन पर्छ। र त्यो खल्चे चाहिँ हामीले पेमेन्ट चाहिँ कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ आजको विशेष भिडियो हुनेछ। यदि तपाईँ चाहिँ मेरो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ अथवा मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यस्तै विभिन्न जानकारीमूलक भिडियोहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल एलोन ट्राभलर भन्ने युट्युब च्यानललाई पनि सब्सक्राइब गरेर सहयोग गर्न सक्नुहुनेछ। तपाईहरु चाहिँ यसरी कोरियन भाषा पढ्दै हुनुहुन्छ किपबाट सोसियनेटबाट चाहिँ हामीले पेमेन्ट गर्न सकिन्छ। अनि जस्तै तपाईँ चाहिँ कोरियन भाषा पढ्ने बेलामा चाहिँ 100% क्लास लिनुभयो भने चाहिँ 50% डिस्काउन्ट गरेर तपाईलाई जस्तै सिपमानोनको पेमेन्ट गर्नुपर्ने हो भनेदेखि ओमानोन मात्रै पर्छ र तपाईले 100% क्लास लिनु भएन भने चाहिँ सिपमानोन नै तिर्नुपर्ने हुन्छ। जस्तै तपाईले 100% क्लास लिइसकेपछि चाहिँ 50% डिस्काउन्ट गरेर 50% मात्रै पेमेन्ट गर्दा पनि हुन्छ भन्ने कुरा सायद तपाईहरुलाई थाहा छ कि छैन होला। यदि थाहा छैन भने यो भिडियो हेरिसक्नु भएपछि चाहिँ पक्कै पनि तपाईहरुले थाहा पाउन सक्नुहुनेछ। सो तपाईहरु चाहिँ यसरी किपको क्लास लिँदै हुनुहुन्छ भनेदेखि सकेसम्म 100% क्लास लिने प्रयास गर्नु होला। 100% क्लास लिनु भयो भने चाहिँ भाषा पनि राम्रो हुन्छ, होपफुल्ली सबै कुरा चाहिँ राम्रो हुन्छ। सँगसँगै तपाईलाई पेमेन्ट गर्नको लागि चाहिँ 50% डिस्काउन्ट पनि पाउन सक्नुहुनेछ। त्यसैले तपाईहरु भाषा पढ्दै हुनुहुन्छ भने सकेसम्म चाहिँ 100% क्लास एटेन्ड हुने कोसिस पनि गर्नु होला। म चाहिँ तपाईहरुलाई यो किपको पेमेन्ट चाहिँ कसरी गर्ने भनेर तपाईहरुलाई कम्प्युटरबाट देखाउँछु। सबैभन्दा पहिला हामीले कम्प्युटर चाहिन्छ। कम्प्युटर भइसकेपछि चाहिँ तपाईले सोसियनेटमा जानुपर्ने हुन्छ। यो म सबै डिटेल चाहिँ तपाईहरुलाई कम्प्युटरबाट नै देखाउने छु, भिडियो हेर्दै गर्नु होला। सबैभन्दा पहिला हामी यसको लागि चाहिँ सोसियनेटको साइटमा जानु होला, socialnet.go.kr मा। त्यसपछि हामी मेन रो खागी भन्ने बटनमा क्लिक गर्नुस्। त्यसपछि तपाईँ यहाँ लगइन गर्नु होला। तपाईको आफ्नो आइडी लगइन गर्नुस्। लगइन गरिसकेपछि चाहिँ तपाईको माई पेजमा जानुभयो भने इसुचुङ भनेको छ खल्चे थेगी भनेर देखाइरहेको हुन्छ। त्यसको लागि चाहिँ यहाँ खल्चे भन्ने बटनमा क्लिक गर्नुस्। जस्तै अहिले सादाङ्गेको चाहिँ हामी खल्चे गर्न जाँदैछु। त्यसपछि सबैभन्दा पहिला लगइन गरिसकेपछि माई पेजमा जानुभयो भने यस्तो इसुचुङ भन्नेमा खल्चे थेगी भनेर देखाइरहेको हुन्छ। त्यसमा चाहिँ खल्चे थेगीमा गएर यहाँ खल्चे भन्ने बटनमा यहाँ यस्तो देखाइरहेको हुन्छ। त्यसमा खल्चेमा क्लिक गर्नुभयो भने तपाईको खेजइछे अथवा सिनोङ कार्डको सिस्टम देखाइरहेको हुन्छ। जस्तै सिनोङ कार्डमा म चाहिँ खेजइछे भन्दा पनि सिनोङ कार्ड देखाउँछु, सिनोङ कार्डबाट पे गर्छु। जस्तै सादाङ्गेको चाहिँ तपाईको के देखाइरहेको छ, जम्मा पैसा कति तिर्नुपर्ने छ भन्दाखेरि ओमानोन मात्र तिर्नुपर्ने छ। यदि तपाईले चाहिँ फुल कोर्स जस्तै 100 घन्टा नै लिएको छ भने चाहिँ 100% क्लास लिएको छ भने 50% डिस्काउन्ट गरेर तपाईलाई ओमानोन मात्रै पर्छ भनेदेखि तपाईको यदि तपाईको 80 घन्टा भन्दा माथि मतलब तपाईको चाहिँ एब्सेन्ट भएको छ भनेदेखि चाहिँ तपाईले 100% नै तिर्नुपर्ने हुन्छ। यदि तपाई 100% क्लास लियो भने चाहिँ 50% डिस्काउन्ट हुन्छ। क्लास एब्सेन्ट भयो भने चाहिँ तपाईको 100% नै पे गर्नुपर्ने हुन्छ। त्यसको लागि त्यही भएर अहिले यदि 100% पेमेन्ट गर्नुपर्ने हो भने चाहिँ तपाईको सिपमानोन पर्थ्यो भने अहिले चाहिँ तपाईको 50% डिस्काउन्ट गरेर चाहिँ ओमानोन मात्रै परेको छ। त्यसपछि छन्जे थोङ्गीमा क्लिक गर्नुस्। अनि तपाई कुन कार्ड युज गर्नुहुन्छ, क्रेडिट कार्डहरु हुन्डाई, सिनानको, केबीको, बीसी कार्ड हैन, स्यामसङ कार्ड तपाई कुन युज गर्नुहुन्छ त्यसमा क्लिक गर्नु होला। जस्तै म चाहिँ प्रायःसो म धेरै चलाउँछु तर म अहिले चाहिँ हुन्डाई कार्डबाट चाहिँ क्लिक गर्छु। हुन्डाई कार्डमा क्लिक गरिसकेपछि चाहिँ
यहाँ थाउम भन्ने एउटा बटनमा आउँछ, यहाँ हेर्नु होला। थाउम भन्ने बटनमा क्लिक गरिसकेपछि चाहिँ यस्तो टाइपको इन्टरफेस देख्न सक्नुहुन्छ। एबुरो खेल्चे हागी भनेको छ, तपाईँ पिन नम्बरबाट खेल्चे गर्ने हो भने पिन नम्बर 6वटा अङ्कबाट खेल्चे गर्न नि सकिन्छ हैन। जस्तै यसो गर्नलाई चाहिँ तपाईँको ह्यान्डफोन इन्चुङ गर्नुपर्ने हुन्छ, तपाईँको डिटेल भर्नुपर्ने हुन्छ। म चाहिँ त्यहाँबाट होइन एप खातु खेल्चे भन्ने बटनमा क्लिक गर्छु। त्यसबाट क्लिक गऱ्यो भने चाहिँ यहाँ क्युआर दिन्छ। त्यो क्युआर दिइसकेपछि चाहिँ तपाईँको त्यो क्युआरले हामीले आफ्नो चाहिँ यो हुन्डाई कार्डको चाहिँ एप्स हुनुपर्ने हुन्छ। त्यति बेला चाहिँ त्यसको लागि चाहिँ त्यो क्युआरलाई सिधै हामीले स्क्यान गर्न सकिन्छ। यहाँ गएर मोबाइलबाट चाहिँ क्युआर स्क्यान भन्ने बटनमा क्लिक गऱ्यो भने यहाँ यस्तो गरेर स्क्यान हुन्छ। स्क्यान गरेपछि ओपन लिङ्क भन्ने बटनमा क्लिक गर्छु। ओपन लिङ्कमा क्लिक गरिसकेपछि चाहिँ तपाईँको यहाँ यस्तो टाइपको ओमानो निम्निदा भनेको छ, खेल्चे फिमेल वर्ण इन्चुङ भनेको छ। त्यसमा क्लिक गरेपछि चाहिँ तपाईँको खेल्चेको फिमेल वर्ण हान्नुपर्ने हुन्छ। तपाईँको मोबाइलमा एप छ, त्यसको एपको चाहिँ फिमेल वर्ण म चाहिँ हान्दैछु। त्यसो गरिसकेपछि चाहिँ खेल्चे वल्ले हेजुसेयो भनेको छ। यहाँ एप के अरे त्यसमा गएर खेल्चे वल्ले हेजुसेयो भनेको छ, वल्यो गरिदिउन् भनेको छ। यहाँबाट खेल्चे वल्यो भन्ने बटनमा क्लिक गर्नुभयो भने चाहिँ अब तपाईँको खेल्चे भइसकेको छ। त्यसो गरिसकेपछि यहाँ मोबाइलमा पनि आफ्नो यहाँ पैसा काटिसकेको हुन्छ। यहाँ हेर्नु होला मेसेज पनि आउँछ। त्यहाँबाट चाहिँ यसो गरिसकेपछि अब खेल्चे भन्ने बटनमा क्लिक गर्नुहोस्। खेल्चे भन्ने बटनमा क्लिक गरेपछि चाहिँ तपाईँको चाहिँ छङछङ छरी ध्यासुम्निदा भनेर भनेको छ। अब यसो गरिसकेपछि ठ्याक्कै हाम्रो मोबाइलमा पैसा काट्यो भनेर चाहिँ मेसेज पनि आएको छ। यसो गरेर चाहिँ हामीले सावेथुङ्ग प्रोग्रामको चाहिँ भाषा पढेको चाहिँ फी यसरी तिर्न सक्नुहुनेछ। अब चाहिँ इसुचुङमा गएर अझै चाहिँ खेल्चे थेगीमा थियो भने चाहिँ अहिले चाहिँ खेल्चे वाल्यो भनेर भनेको छ। यसरी नै हामीले सावेथुङ्ग प्रोग्रामको चाहिँ भाषा पढेको चाहिँ हामीले पेमेन्ट गर्न सकिन्छ। यसरी नै तपाईँहरूले आफ्नो कोरियन भाषा पढेको किपको चाहिँ पेमेन्ट गर्न सक्नुहुनेछ एकदमै सजिलोसँग। यदि तपाईँहरूको पनि कसैको चाहिँ क्रेडिट कार्ड छैन भनेदेखि मलाई मेरो बायोमा राखेको नम्बरहरू अथवा सोसियल नेटवर्कमा अथवा फेसबुकमा, टिकटकमा, इन्स्टाग्राममा जहाँ पनि मलाई मेसेज गरेर यदि तपाईँहरूको क्रेडिट कार्ड छैन भनेदेखि हुन्डाई कार्ड चुज गर्नु होला। मैले जस्तो गरेको छ त्यही अनुसारले चाहिँ तपाईँले चुज गरिसक्नु भएपछि त्यो क्युआर मलाई पठाइदिनु होला, अनि म पेमेन्ट गरिदिन्छु। अनि मलाई पेमेन्ट गरिदिँदा पनि हुन्छ। यदि तपाईँ जो कसै साथीहरूको चाहिँ क्रेडिट कार्ड छैन भने त्यो पनि म हेल्प गर्न सक्नेछु भन्दै भिडियो कस्तो लाग्यो, भिडियो हेरिसक्नु भएपछि केही कमेन्टहरू जिज्ञासाहरू छ भने कमेन्ट पनि गर्न सक्नुहुनेछ। यदि कोही साथीहरू चाहिँ त्यसरी पेमेन्ट गर्न नजानेको अथवा कोही छ भनेदेखि यो भिडियो सेयर पनि गर्न सक्नुहुनेछ। अनि यदि तपाईँ चाहिँ कोरियामा हुनुहुन्छ, आफ्नो फ्यामिली बोलाउन चाहनुहुन्छ अथवा भिजा चेन्ज गर्न चाहनुहुन्छ भनेदेखि मलाई सम्पर्क गर्न सक्नुहुनेछ। चाहेको सहयोग चाहिँ मैले गर्न सक्नेछु। विभिन्न डकुमेन्टेसन टिकटको कामहरू चाहिँ म तपाईँहरूलाई सहजै रूपमा काम गरिदिन सक्नेछु भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। हस्त अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले बिदा हुन्छु। हस्त, धन्यवाद।